गाइज नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल खड्का फ्यामिलीमा सबैलाई स्वागत छ। आज धेरै दिनपछि भिडियो बनाएको छु मैले। आज मैले लिएर आएको छु खट्टो आँप लिएर आएको छु है। अनि हामीसँग छ नुन खुर्सानी है साथीहरू आए। कहाँ बनायो भिडियो भन्नु होला, म यहाँ पसलमा बनाएको छु भिडियो, केही छैन है त। सुरु गर्छ है। कुर्ची छ है, कुर्चीले डिस्टर्ब। कुकरलाई यस्तै आँप खान मनपर्छ, मलाई त यस्तै मनपर्छ है। पिरो पिरो खान यस्तोमा यस्तरी साधेर कोकोलाई मनपर्छ यस्तै आँप खान, मलाई कमेन्ट गर्नु होला है। चुकुलो आँपको सिजनमा यति काँचो आँप नखाए त मजै आउन साथीहरू। पसलमा गएर आज भाडा पनि देखेको छ। मेरो भाडा पसल पनि छ है गाइस। कसैलाई भाडा चाहियो भने पनि म कमेन्ट गर्नलाई म नम्बर छोडिदिन्छु, व्हाट्सएप नम्बर। एसएमएस गर्न सक्नुहुन्छ।
मैले यता हेरेँ डेढो जस्तो देखिन्छ आँखा, तर क्यामेरा यता छ, सिधा यता हेऱ्यो भने आँखा डेढो हुन्छ है साथीहरू। क्या आनन्द! तपाईँले आँप खाए चाहिँ कस्तो रियाक्सन आउँछ मलाई त। आनन्द, मिठो। कसको मुख रसायो है मेरो भिडियो देखेर, खाएको देखेर कमेन्ट गर्नु होला। हड्डी लाग्ने लागेको छ। गाइस सक्यो, यस्तो मिठो लाग्यो। अझै भयो खाऊँ जस्तो भएको छ, अझै भएको भए खान्थ्यो होला। सक्यो गाइस। म पसलमा बसेर भिडियो बनाएको छु, कहाँ बनायो होला भिडियो भन्नुभयो होला। के गर्ने, व्यापार पनि हेर्नु पर्यो, भिडियो पनि बनाउनु पर्यो। धेरै दिनपछि भिडियो बनाएको थिएँ। है साथीहरू, तपाईँहरूलाई भाडाहरू चाहियो भने पनि अर्डर गर्न सक्नुहुन्छ है। भाडा पसल छ ओलपुरमा, जय महालक्ष्मी भाडा पसल है। जे चाहिन्छ भन्नु होला। मैले व्हाट्सएप नम्बर पनि छोडिदिन्छु है, यदि मिल्यो भने व्हाट्सएप नम्बर छोडिदिन्छु, चाहियो भने अर्डर गर्न सक्नुहुन्छ। अनलाइन कपडा पसल पनि छ, अनलाइन बिजनेस गर्छु कपडाको। एमके कलेक्सन कपडाहरू सुटहरू चाहियो भने पनि भन्न सक्नुहुन्छ है। व्हाट्सएप नम्बर छोडिदिएको छु। ओके, मिठो भयो खाएर, अझै भयो खाने जस्तो भएको थियो। ल ओके गाइस, यति भन्दै आजको भिडियो यहीँसम्म। नेक्स्ट भिडियो अर्को दिन लिएर आउनेछु ल। भ्यायो भने छिट्टै ल्याउनेछु मुखमा, भ्याएन भने बिस्तारै बिस्तारै सुरुवात गर्दैछु। सबैले माया गरिदिनु होला, साथ सपोर्ट दिइदिनु होला भनेको आशाको साथमा आज यो भिडियो एन्ड गर्छु। हस् त, मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइबर गर्न नभुल्नु होला। हस्, के गर्ने, हड्डी नभएको जिब्रो चिप्लिहाल्छ, बोल्न आउँदैन। ओके, बाई। भुल्छु।